नेपाल एउटा यस्तो देश हो कि जहाँ न रोजगारी पाइन्छ न केही गरेर खान्छु भन्दाखेरि नेपालमा बस्ने वातावरणै मिल्छ। नेपालमा जहिले पनि अस्थिर सरकार हुन्छ। अस्थिर सरकारको कारण आम नेपाली जनताहरूले धेरै दुःख कष्ट र पीडाहरू भोग्नु परेको छ। नेपाली युवाहरूले पनि रोजगारी नपाएर अर्काको देशमा आफू बेचिएर काम गर्न जान बाध्य हुनु परेको छ। पछिल्लो समयमा हेर्दा नेपालबाट युरोप जानेहरूको सङ्ख्या वात्तै बढिरहेको छ। कुनै समय थियो विदेश भनेपछि जुनसुकै देश होस् आँखा चिम्लेर नेपालीहरू जाने गर्दथे। तर पछिल्लो समय धेरैजना युवाहरूको सपनाको देश बनेको छ युरोप। पछिल्लो समयमा धेरै नेपाली युवाहरू युरोप जाने चक्करमा फँसी पनि रहेका छन्। आजको भिडियोमा चाहिँ हामी विशेष गरी नेपालदेखि युरोप आउने नेपाली युवाहरूको लागि यो भिडियो बनाएका छौँ। यदि तपाईँ पनि युरोप आउन चाहनुहुन्छ, युरोप आउने सोच छ भने यो भिडियो अन्तिमसम्म हेर्नुहोला। आजको भिडियोमा चाहिँ हामी आफूले भोगेका वास्तविक घटना यथार्थ युरोपको वास्तविकताको बारेमा बताउनेछौँ। र भिडियो मनपर्छ भने भिडियोलाई एउटा लाइक पनि दिनुहोला र भिडियोलाई सेयर गर्न भने नभुल्नुहोला। पछिल्लो समयमा हेर्दा नेपालबाट युरोप आउनेहरूको सङ्ख्या वात्तै बढिरहेको छ। नेपाली युवाहरू यति बेला युरोप भनेपछि जुनसुकै देश होस् मतलब भएन, काम जे होस् कमाइ जति होस् मतलब छैन, तर 15-20 लाखसम्म हामी तिर्न रेडी हुन्छौँ। तर त्यो 15-20 लाख रुपियाँ कसरी ल्याउने, कति ब्याजमा ल्याउने त्यो भने हामी कहिले पनि सोच्दैनौँ। कमाइ कति हुन्छ त्यो पनि हामी विचार गर्दैनौँ। तर यदि तपाईँहरू युरोप आउँदै हुनुहुन्छ भने आफूले कमाउने कमाइ पनि सोच्नुहोला। कमाइको आधारमा तपाईँहरूले लागत दिनुपर्ने हुन्छ। नर्मली तपाईँहरू युरोप जाँदाखेरि एउटा सामान्य देशमा पनि 8-10 लाख रुपियाँ लिने गर्दछ। 8-10 लाखदेखि 15-20 लाख रुपियाँसम्म लिने गरेका छन्। मेन पावरै पछि दलहरूले फरक फरक रेटहरू राखेका छन् होला। र युरोप आएपछि तपाईँहरूको विभिन्न क्षेत्रका काम हुन्छन्। तपाईँहरू होटल लाइन, एग्रिकल्चरदेखि लिएर घरहरूको काम भयो, फ्याक्ट्रीको काम, जेसुकै काम होस्, तपाईँहरूले के काम आउँछ आफूले जानेको काममा अप्लाई गरेर आउनुहोला। किनभने आफूले जानेको काम भयो भने जहाँ गए पनि तपाईँहरूले दुःख पाउनुहुन्न र काम गर्न सक्नुहुन्छ। आफूले जानेको काममा अप्लाई गरेर आउनुहोला। र कमाइको कुरा गर्दा तपाईँहरूको नर्मली 80-90देखि 1 लाखसम्म जसले पनि कमाउँछ। तपाईँहरू सामान्य एग्रिकल्चर घरतिरको काममा गए पनि 80-90देखि 1 लाखसम्म कमाउनुहुन्छ। त्योभन्दा माथि कम्पनी हेरेर तपाईँहरूले 2-3 लाख 3-4 लाख समेत पनि कमाउन सक्नुहुन्छ। तर तपाईँहरूले एकैचोटि 2-3 लाख 3-4 लाख रुपियाँ कमाउँछु भनेर नसोच्नु होला। यदि तपाईँहरू युरोप आउँदै हुनुहुन्छ भने धेरै ठुलो सपना बोकेर नआउनुहोला। सामान्य सपना बोकेर आउनुहोला। र युरोप तपाईँहरूले सोचे जस्तो सपनाको देश पनि होइन। यहाँ आएर तपाईँहरूले काम गर्नुपर्ने हुन्छ। काम गरे बापत तपाईँहरूले पारिश्रमिक पाउने हो। र युरोपमा तपाईँहरूको सदाबहार 12 महिना काम पनि हुँदैन। सिजनमा मर्ने गरी काम हुन्छ। यहाँ सिजनमा फालाफाल काम हुन्छ भने अक्सिजनमा काम पाइँदैन। अक्सिजनभरि तपाईँहरू सुतेर बस्नुपर्ने हुन्छ। र कतै काम खोजेर गर्छु भन्दा पनि तपाईँहरूले काम पाउनुहुन्न। किनभने अक्सिजनमा अधिकांश कम्पनीहरू सबै बन्द हुन्छन् र थोरै मात्रामा कम्पनीहरू खुलेका हुन्छन् र तपाईँहरूले काम पाउनुहुन्न। त्यही भएर तपाईँहरूले 12 महिना काम पनि गर्न सक्नुहुन्न। जसले गर्दाखेरि युरोप जान्छु, यति कमाउँछु, यस्तो गर्छु भनेर धेरै ठुला सपना बोकेर नआउनुहोला। र लागत दिँदाखेरि आफ्नो स्यालेरीको आधारमा दिनुहोला। तपाईँले 15-20 लाख रुपियाँ दिनुहुन्छ तर तपाईँहरूको 6-7 महिना काम हुन्छ, 5-6 महिना बन्द हुन्छ। जसले गर्दा तपाईँहरूलाई त्यो लागत उठाउन पनि 2-3 वर्ष लाग्ने हुन्छ। जसले गर्दाखेरि धेरैजना युवाहरूले धेरै समस्याहरू पनि भोग्नु परेको छ। यदि तपाईँहरू युरोप आउँदै हुनुहुन्छ भने वास्तविक स्यालेरीको आधारमा लागत दिनुहोला। दलहरूले मनपरी लागत लिने गरेका छन्। मेन पावरै पछि फरक रेट छ। तर नेपाल र युरोप जानको लागि मनलाग्दी लागत लिने गरेका छन्। यसको चाहिँ अन्त्य गरियोस्। आम नेपाली युवाहरूले धेरै ठुला समस्याहरू भोग्नु परेको छ। धेरै युवाहरू ठगीमा परेका छन्। जसले गर्दाखेरि पछिल्लो समयमा युरोपको चक्करमा धेरै युवाहरू ठगिरहेका छन्। ठगीहरूबाट बस्नुहोला र सोचेर विचार गरेर मात्रै लागत दिनुहोला। र काम हुनुभन्दा अगाडि कहिले पनि पैसा नबजाउनुहोला। तपाईँहरूको काम भएपछि मात्रै दलालीहरूलाई पैसा दिनुहोला। काम नभएसम्म तपाईँहरूको 1 रुपियाँ पनि अप्लाई गर्न खर्च लाग्दैन।